हेलो एभ्रिवान, ह्याप्पी धनतेरस। आज चाहिँ म बजार गएको धनतेरस किन्नु है। अब लक्ष्मी भगवानको चाहिँ प्रिय चिज त निकै कुराहरू छ। आधी त हामीले हिजै किन्यो है। आज चाहिँ मेरो प्रिय र लक्ष्मी भगवानको प्रिय चिज किन्नु गएको है, माछा किन्नु गएको। अब म चाहिँ यस्तो जिउँदा माछा किन्नु गएको एक्वेरियमको लागि। अनि माछा हेर्नु गएको, बेसी माछा त आएको रहेछ। हुन त मलाई चाहिएको ब्लू फिस मात्रै हो। दादाकोमा जति आएको थियो त्यति अब है ग्लो फिस चाहिँ मैले लगेँ। अनि त्यो यहाँ फिसेसहरू पनि रहेछ, यो म तपाईँलाई नेक्स्ट टाइम भन्ने छु। अन्त कस्तो क्युट हेर्नुहोस् न, बर्डहरू पनि रहेछ हो। कसको घरमा जाने रहेछ यो बर्डहरू चाहिँ अब। सो दादालाई मैले छिटो छिटो फिस प्याक गरेर, अब त्यसलाई म बेसी लामो प्लास्टिकमा त राख्नु भएन, अनि प्याक गरेर राख्नु लगाएँ दादालाई। यहाँ छ मेरो फिसेसहरू। अनि म चाहिँ घरमा आएर यसको टेम्परेचर मेन्टेन गर्नु लागि त्यसलाई एक्वेरियमभित्र हालेँ। आफ्टर 30 मिनट जति चाहिँ यसलाई वाटर टेम्परेचर मेन्टेन गरेर चाहिँ यसलाई छोडिदिएँ है। हेर्नुहोस् न कति क्युट छ। मेरो लागि त अब यो हुन्छ नि धनतेरसको सबभन्दा दामी गिफ्ट भइहाल्यो। आफ्टर 10 मिनट्स पछि चाहिँ मेरो फिसहरू सबै बाहिर निस्क्यो। अघि त अब लुकिरहेको थियो। अन्त मेरो लागि मात्रै होइन, तपाईँहरूको लागि पनि यो चाहिँ निकै शुभ होस् है। यो दीपावली चाहिँ तपाईँहरू सबैजनाको लागि, स्पेसली मेरो पनि लागि शुभ होस्। सो ह्याप्पी दीपावली तपाईँहरू सबैजनालाई।